हेलो साथीहरू, के छ? एकदम भालो। हामी चाहिँ अब गाडी लोड गर्दैछौँ। ल साथीहरू, यस्तै छ, के गर्नु जिन्दगी। तेलको कार्टुन बोकेर जिन्दगी जानेको साथीहरू। एसियन हाइवेको हालत त्यस्तो छ गाइजहरू। अहिले धुलो उडेर केही देखिँदैन गाडी पनि। त्यस्तो छ, धुलो उडेर केही देखिँदैन। ल हेर्नुहोस् साथीहरू, त्यस्तो छ हालत बाटोको। एसियन हाइवे हो। साथीहरू, हामीले सामान झारिसक्यौँ। सामान के अरे अलिक सानो आउनु थालेको बट्टा। लिची जुसको बट्टा फेरि क्या साथीहरूलाई हेरौँ त। पहिले त अलिक मोटो हुन्थ्यो, अहिले साह्रै सुकुटी बनाइदियो। गर्मी भयो, त्यही भएर लिची जुस खाँदैछ हामी अनलोड गरेर। साथीहरू, हामी चाहिँ यहाँ बाटोमा जाँदैछौँ। यो के अरे, यो हात घोडा कि हात घोडा? यो धानबारीमा यहाँ शिकार गर्दै रहेछ। ल हेर्नुहोस् साथीहरू, गाईहरू कति मजाले चलिरहेको छ त्यहाँ गाउँबारीमा। 3टा गाई छ, हेर्नुहोस्। मकैबारी हेर्नुहोस्, मकैबारी कति राम्रो छ, हरियाली छ। हेर्नु, चारैतिर हरियाली, कति राम्रो ठाउँ छ, शान्त वातावरण। यता घाम पनि छ, हेर्नुहोस्। साथीहरू, हामी चाहिँ बिर्तामोड अफिस आइपुग्यौँ। र यहाँ गाडीजी पनि हुनुहुन्छ। आजको ब्लग चाहिँ यति नै हो। मन परेमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला साथीहरू। सबैजनालाई बाई बाई।